हेलो गाइज, हामी चाहिँ आज माइत पुगिसकेको छौँ, पुग्दैछौँ। जस बाटोमा तल पुगेर हामी चाहिँ दाजुहरू चाहिँ माथि आउँदै हुनुहुन्छ। हाम्रो दाजुहरू उयो जुन चाहिँ यो सेतो देखिँदै गर्नुभएको अलिकति देखिनु भएको त्यहाँनिर हो। हामी माथिबाट आएको हो होइन, ऊ माथि त्यहाँ माथिदेखि आएको हो होइन, यता यता रोडदेखि यतादेखि आएको। अनि धन्न एकजना यहाँ धन्दाइले बाइकदेखि भन्नुभयो, हामी चाहिँ आयौँ। दाजु चाहिँ माथि भारी बोकेर आउँदैछन्। नानी र हामी चाहिँ यहाँनिर होइन जाँदैछौँ। कहाँ यही पनि जानु नसक्ने? ला यही पनि सकिन्छ त, यसरी नाग्नु सकिन्छ, यसरी यसरी होइन, यही पनि जानु नसक्ने अरे हो। यसको पारा खोइ के भन्नु र, सहर बजारमा त हुर्काएको बच्चाहरू त नि काम दिँदैन नि। यो अहिले गाउँघरमा हुर्केको भए यस्ता त केले पनि थाम्दैन थियो। हजुर हामी चाहिँ अनि अब यस्तो छ होइन। अब मेरो छोरी चाहिँ यसरी हिँडिरहेको छ, यसरी हामी चाहिँ छौँ होइन। अब मेरो छोरी हिँडिरहेको छ अहिले चाहिँ यसरी। माइत जानु पनि गाह्रो छ, गाडीहरू कति ठुलो बनिन्छ अनि दसैँको बेलामा त फेरि हिल छ मेरो होइन। तर आज त सक्दैन लाएर। मेरो गाउँ हो चाहिँ यो फाक्पोकथुम हो, 2 नम्बर हो यता चाहिँ। यहाँ जाँदैछौँ, दाँते दुख्यो। अनि छोरी तपाईँ मौलामा हिँडेर जाँदै हुनुहुन्छ नि, कस्तो लागिरहेछ तपाईँलाई? बोल्नु न। अनि साथीहरू हामी त बिजोग बिजोग भएर चेप्टेर मोटो नै मोटो सेकेन्ड सिटमा 5 जनासम्म राखेर ल्याउनु भयो। यस्तो गाह्रो भयो। जाँदैछौँ त। अब हामी कसरी जाने, यस्तो छ बाटो। यो चाहिँ 2 नम्बर हो है। त्यो हाम्रो छ। अनि मामाहरू आउँदै हुनुहुन्छ। मामाहरू अझै पनि मामाहरू आउनलाई यहाँ हुनुहुन्छ। हाम्रो मामाहरू यहाँ, मेरो भारी चाहिँ यहाँ ल्याउँदै हुनुहुन्छ। दाजुहरू चाहिँ बिचरा चेलीले दुःख दिनुभयो। ऊ पर नि अब चाहिँ हामी हिँड्दैछौँ गाइजहरू होइन। यस्तो छ बाटो है गाइजहरू, यस्तो छ दुलो दुलो परेको। यस्तोमा हुन त गाडी पनि कहाँबाट आउँछ र गुनासो गरेर पनि के गर्नु। त मुनिको बाटो चाहिँ यस्तो छ, माथिको चाहिँ राम्रै छ। तर त्यहाँ माथि गाडीहरू के 2-3 ट्रिप हान्नु छ क्या उनीहरूलाई, त्यही भएर आउनै मान्दैन। यहाँ तलको बाटो आएको पर मेरो सबै धान रोपी हिँडेको पहिला त्यो नगरी हिँड्दा यिनीहरू डाँडाहरू सबै साथीहरू हामीले चाहिँ धान रोप्दै हिँडेको। हामीले ऊ परको खेत रोपेको, यहाँदेखि अलिक राम्रो देखिँदैन, अध्यय रोपेको क्या हामीले परको। यो माथि तलसम्म हामीले कति धेरै खेती गरेको। खेतलाई पनि नलगे, आदि कवि भनिन्छ भनेर भानुभक्तलाई आदि कवि भनिन्छ। आउच 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 आउच। छोरीहरू कहाँ हिँड्न जाँदैछन्, तर हिँडेरै त्यति लामो बाटो आउँदैछन् है। मेरो छोरी त जुत्ता चाहिँ सखा पारिसक्यो होइन। लड्नुको छोड्दैन, म स्ट्रङ हुन्छु। सेवारो छ्यामा आयो, यो लड्दै आउँदैछ र भिडियो बनाउँदै आउँदैछु म। आँखा चिम गर्नु छोरी, आँखा चिम गर्नु बेबी, आँखा चिम गर्नु प्लिज 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 माई बेबी प्लिज। मिल्दैन सरप्राइज। खै त के भन्नुपर्छ हौ? अब के भन्नुपर्छ? मजाले भन्नु न, अलिक मजाले। थ्याङ्क यू मम्मी। हाँसेर पो भन्नु। यो म
अनि आउनु न अब यहाँ बसेर नि मामाहरूलाई पर्खौँ कि बोजूलाई जिउ गर्नु के छ खबर टाउको ठोकाइ क्या हो लोकल कान्नी हजुर त्यो जुत्ता नानी तपाईँको चप्पल नि हाँगमाले नचर्छ नानीलाई नानी हेलो गाइस गुड मर्निङ नमस्ते फर्सी फलेको छ बाख्रा फर्सी घर वरिपरि आमा म त घाँटी चिल्ले भएकोले कम त खेलाउँदैन त आम्मु सन्चो अस्ति फुल फुलाएको आमै यति राम्रो ला घर अघि लिपेको सन्जुले अब राम्रो ऊ दुलो रह्यो ऊ दुलो ऊ यहाँ ऊ दुलोहरू त्यही हो अलिक परतिरको अलिक साह्रो थिच न त्यसो गर्नुपर्छ अनि मात्रै हो अलिक परतिर हो त्यहाँ फेरि ज्वाइँले लाँदैन नि राम्रो लिपेनछ नि त मेरो बहिनीले घर लिपेपछि नै ज्वाइँहरू हेरेर चुचे करेलाको बोट कत्रो आएको हो होला मार्न जाँदाखेरि भिडियो बनाइदिएको छु भरे आउँदाखेरि माछा ल्याएको नि भिडियो बनाउँछु है म चप्पल भोलि 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 नै छ हे गाइस के गर्छु गाइस मम्मी के गर्नु छ मम्मी इन्भेस्ट गर्ने छ अहिले चाहिँ ल कसको तीनटा जर्सी छ ल यो फोन पनि राखेर तीनटा दल छ भनिसक्यो अनि म चाहिँ के गर्नु हैन दादाले तीनटा झरिसक्यो भने भने म चाहिँ के गर्नु भयो भने ल के अरे खोइ क्यामेरा चाहिँ अनि त्यो छ मैले हाँस्ने छ आज अङ्कल पनि बुइनीले बोकिसक्यो मामाले बुइनीले कुट्टा बुइनीको मामाले फुल्ने चाहियो फुल चाहिएन मम्मी फुल चाहियो रे बुइनीले मिकीको यहाँनिर पेन्टिङ हुँदैछ मिकी अल्छेनी छ लुगा कहिले पनि धुँदैन लुगा फोहोर बनाएर अब यहाँ सबैलाई भन्नु पर्यो नि त लुगा हिलोमा टेप्छ फोहोर बनाउँछ अनि म चाहिँ धुनु पर्छ यहाँ किन राख्नु मम्मी म खुट्टा धोइसकेको अनि भर्ने भयो यो एक नम्बरको फोरिनी छ गाइस हेर्नु गाइस हैन गाइस मम्मी नै इस्तै मम्मी नै फोरी छ मिकी चाहिँ गाइस हैन उसको लुगा चाहिँ गाइस छैन त्यसले मैले मात्रै धुनु पर्छ फोहोर बनाउँछ गाइस हैन मम्मी छुट बाल्नु भएको भन्छ किटुमे मम्मी भन्छ किटु अनि यो लुगा कसको यो लुगा यो मेलो अनि मिकी हाँस्छ नि त यहाँ लु यहाँ रुच्छ पो रहेछ झन् प्रिन्सेस त बनाउनै नसकिने रहेछ हाङमा यहाँ बसेर
त खिचौँ अब भयो नि साह्रै रुयो फोटो खिचिँदै त आइज त यस्तो ल आज चाहिँ 2082 साल कति महिना पो काका वैशाख जेठ असार साउन भदौ असोज भनेपछि 6 महिना आज 16 गतेको दिन हामीले चाहिँ टिका लाउने काका हाम्रो गंगाराम काका हुनुहुन्छ यही बेला त बनाउने त दसैँ लाग्दैन नखाएर कहिले खानु काका होइन लु आउनु है सबैजना गाइजहरू छिटो आऊ त टिका लाउन ठुली पो रहेछ त अनि हाम्रो हेलो यहाँ आऊ है क्यामेरामा आउँदैछ नि फेरि हिन्याङ थोए जुम झिङ्गेको माछा कति धेरै हौ दाजु यो त नि कस्तो बनाएर खाँदा मिठो हुन्छ नग नानी